बार बार हामी पुण्यको कर्म गर्छौँ, बार बार यहाँ हामीले धर्मको कर्म गर्छौँ, प्यासीलाई पानी पिलाउँछौँ, भोकालाई खाना खिलाउँछौँ, लाउन नपाएकालाई लगाइदिन्छौँ, कसैको दुःखमा हामी साथ दिन्छौँ, आफूलाई नभएर पनि अरूलाई होस् भन्ने चाहन्छौँ, अरूको सुखमा हामी खुसी हुन्छौँ भनी सोचौँ। उसले पूर्व जन्मको त पायो पायो, यो जन्ममा पनि अझै पुण्य भरिरहेको छ। परमार्थी भएर दुई व्यक्ति हुन्छन्, एक स्वार्थी व्यक्ति हुन्छन्, अर्को परमार्थी व्यक्ति हुन्छन्। स्वार्थी व्यक्तिले केवल आफ्नो फाइदाको लागि लुटिरहन्छ, परमार्थी व्यक्तिले संसारको फाइदालाई मात्र हेर्छ। आफ्नो जीवनलाई उसले बिर्सन्छ, केवल अरूको निमित्त मात्र सोच्छ।